आजको पठाउ र इनड्राइभको इन्कम चाहिँ म हजुरहरूलाई देखाउँछु है त। इनड्राइभमा चाहिँ 1930 भएको छ है। इनड्राइभमा 1930 अनि पठाउमा चाहिँ 1225 है। अब क्यालकुलेटर गरौँ। 1930 प्लस 1225 भनेपछि आजको टोटल इन्कम 3155। अब लगभग 160 किलोमिटर गयो है। माइलेज तपाईँको 40 दिन्छ है। यामा एफजेड V2ले 40 गर्दाखेरि 4 लिटर तेल गयो। 4 लिटर तेलको तपाईँको 4 इन्टु अहिले मार्केटमा पेट्रोलको मूल्य 160 भनेपछि 640 तेलको लागि गयो। 640 माइनस 640 माइनस 3155 भनेपछि तेल राखेर चाहिँ 2515 बच्यो है। अब यसमा फेरि खाजा खानालाई 250 गयो होइन। 250 300 भनेपछि तपाईँको फेरि एकचोटि क्यालकुलेटर गरौँ है त। 3155 माइनस 600 कति भनेको थियो, 640 माइनस 300 भनेपछि खाजा खाना खाएर तेलसेल राखेर मात्र 2215 बच्यो है त।